सिसाहरू फुटेका छन्। यो कस्तो थियो होला चाहिँ यो हजुरहरू विचार गर्नु न कस्तो थियो होला यहाँ तपाईहरुकै पसलमा हानेको हो। यहाँ हेर्नुहोस् हजुर यहाँ माथि गोली हानिरहेको ठाउँ ठाउँ दागी छन् हजुर। यो के हो त हजुर उतै हेर्नु न हो हजुर तपाईँ माथि हेर्नु माथि त्यो फायर नगरिकन चुलो पर्छ त्यहाँ। आगो लाग्नुभन्दा अगाडिसम्म म सँगै त्यो जुन पत्रकारको मृत्यु भयो उहाँसँग सँगै भएको मान्छे हो। जब आन्दोलनकारी तपाईँको यो हजुरको यो तालचा फुटाएर माथि छिरे सडक खोलेर अनि उहाँ पनि आउनुभयो कि पत्रकार पनि। त्यसपछि त्यो माथिल्लो तलामा अलिकति माथिल्लो तला पनि फाल्नुभयो। माथिल्लो तलामा छिरेको भए चाहिँ हाम्रो यो माथिल्लो फ्लोर जम्मै आगो लागि हुन्थ्यो। त त्यो बोरा झऱ्यो तल तिर्न पाएर झऱ्यो। त्यसपछि झरिसकेपछि हाम्रो त्यहाँ गाडहरूले तल भित्र गएको आगो पानीको फोराले निभाउनु भयो। उहाँ किन कसरी निस्किन सक्नु भएन र यो विभत्स यो किनभने उहाँलाई केही पनि भएको छैन, सबैजना निस्किन सक्ने, उहाँ चाहिँ कसरी निस्किन सक्नु। उहाँलाई मैले स्वयं मैले मेरै मुखले तपाईँ जाउँ यहाँबाट बस्नु उचित छैन पनि भनेको, तर उहाँले होइन यहाँ खिच्ने ठाउँ राम्रो रहेछ म एकछिन खिचेर आउँछु भनेर उहाँले मलाई भन्नुभएको है। पुलिस छ त्यहाँनिर आएर 25 जना ढुङ्गा हानिरहेछ, 100 जना पुलिस त्यहाँ छ, त्यहाँ आएर एकछिन नियन्त्रण गर्न सक्दैन पुलिसले। पुलिस त हेरेर बसेको नि। अब यो को हो भन्ने कुरा चाहिँ यसलाई छानबिन हुनुपर्छ होइन। हामीले पनि अब कसरी यो हो भन्न सक्छौँ, तर आन्दोलनको नाममा हिजो भएको राजावादीको आन्दोलनको ब्याकअपमा यो घटना घटेको छ, त्यो पनि आतङ्ककारी गतिविधि शैलीमा। हाम्रो दुश्मन फलानो कान्तिपुर हो, हाम्रो दुश्मन अन्नपूर्ण हो, जाउँ आक्रमण गरौँ भन्ने एउटा हामीलाई फुटेज पनि प्राप्त भएको छ। यो फुटेज यहाँलाई चाहिन्छ भने हामी उपलब्ध पनि गराउन सक्छौँ। यदि पुलिसले चाहेको भए यो आगो केही पनि लाग्नेवाला थिएन कि, अलिअलि ढुङ्गा लाग्थ्यो अलग कुरा हो, नत्र भने पुलिसले चाहेको भए तपाईँको नियन्त्रण गर्न सक्थ्यो कि। उहाँले आन्दोलन गर्दै यहाँ आएर यहाँ पछाडिपट्टिबाट चाहिँ ढुङ्गाले फोरेर नि बोरामा आगो पेट्रोल छर्केर आगो लगाएर भित्र आगो हाल्नुभयो। हामी यहाँबाट हेर्न सक्छौँ, यहाँ पछाडि गएर हामी हेर्न सक्छौँ। त्यसपछि त्यो माथिल्लो तलामा अलिकति माथिल्लो तला पनि फाल्नुभयो। माथिल्लो तलामा छिरेको भए चाहिँ हाम्रो यो माथिल्लो फ्लोर जम्मै आगो लागि हुन्थ्यो। त त्यो बोरा झऱ्यो तल तिर्न पाएर झऱ्यो। त्यसपछि झरिसकेपछि हाम्रो त्यहाँ गाडहरूले तल भित्र गएको आगो पानीको फोराले निभाउनु भयो। निभाइसकेपछि अब कर्मचारीहरू माथि हुनुहुन्थ्यो, त्यो सेकेन्ड फ्लोरमा पनि जम्मै कर्मचारीहरू हुन्थ्यो, उहाँहरू आतङ्कित हुनुभयो होइन। अनि अब रुवाबासी चलेको थियो नात भन्दै यो सिसाहरू फुटेका छन्। यो कस्तो थियो होला चाहिँ यो हजुरहरू विचार गर्नु न कस्तो थियो होला यहाँ हजुर। रबर गोली होइन हजुर यो के यहाँ तपाईहरुकै पसलमा हानेको हो। यहाँ हेर्नुहोस् हजुर यहाँ माथि गोली हानिरहेको ठाउँ ठाउँ दागी छन् हजुर। यो गोली चाहिँ कसले प्रहार गर्यो प्रहरीले अथवा आन्दोलनकारी? ए हजुर यो गोली कसले प्रहार गर्यो भन्ने कुरा त्यो मलाई थाहा हुने भए त्यति थाहा हुने भए त नि म यो हिजोको आन्दोलनै साम्य गरिदिन्थेँ, सबै सरकारको सबै म्यानेज गरिदिन्थेँ, म सबै मिलाउँथेँ। यस्ता चिजहरू मलाई थाहा हुने भए चाहिँ म सबै त्यो हजुर यो के हो त हजुर उतै हेर्नु न हो हजुर तपाईँ माथि हेर्नु माथि त्यो फायर नगरिकन चुलो पर्छ त्यहाँ। गोलीको खोका चाहिँ कतिवटा भेट्यो? यही भित्रै रेस्टुरेन्ट भित्रै भेटेको, एउटा बाहिर एउटा स्काफले। हिजो तपाईँ यहाँ प्रत्यक्षदर्शी हुनुहुन्थ्यो। प्रत्यक्षदर्शी होइन, लास्ट मोमेन्टसम्म आगो लाग्नुभन्दा अगाडिसम्म म सँगै त्यो जुन पत्रकारको मृत्यु भयो उहाँसँग सँगै भएको मान्छे हो। जस्तो के गर्दै हुनुहुन्थ्यो उहाँनिर? कसले? जो पत्रकार हुनुहुन्छ नि पत्रकारले उहाँले त एकदम उहाँहरूले जुन आन्दोलनकारीहरूले गरिराखेको गतिविधिलाई उहाँले खिचिरहनु भएको थियो। उहाँले खिचिरहनु भएको थियो। जस्तो उहाँ सँगै माथि हुनुहुन्थ्यो होइन? सँगै म आन्दोलनकारी पत्रकार सँगै हो। जब आन्दोलनकारी तपाईँको यो हजुरको यो तालचा फुटाएर माथि छिरे सडक खोलेर अनि उहाँ पनि आउनुभयो कि पत्रकार पनि, नभए माथि यो सिसा फुटिहाल्दा त म एक्लै नै थिएँ। जस्तो उहाँ किन कसरी निस्किन सक्नु भएन र यो विभत्स यो किनभने उहाँलाई केही पनि भएको छैन, सबैजना निस्किन सक्ने, उहाँ चाहिँ कसरी निस्किन सक्नु। उहाँलाई मैले स्वयं मैले मेरै मुखले तपाईँ जाउँ यहाँबाट बस्नु उचित छैन पनि भनेको, तर उहाँले होइन यहाँ खिच्ने ठाउँ राम्रो रहेछ म एकछिन खिचेर आउँछु भनेर उहाँले मलाई भन्नुभएको है। जस्तो उहाँ जल्दै गरेको तपाईँले देख्नु भयो? जल्दै गरेको देखिनँ मैले। उहाँ त हामीसँगै बसेर उहाँले खिचिरहनु भएको थियो। आन्दोलनकारीहरूको गतिविधि जुन एक्टिभिटी उहाँहरूले गरिरहनु भएको थियो उहाँले मजाले सुती उहाँले फोटो खिचिरहनु भएको थियो। सुतेरै खिच्दै खिचिरहनु भएको थियो। त्यहाँ अरूले चाहिँ यहाँबाट निस्क्यौँ यहाँको अवस्था नाजुक छ भनेर भनेको मैले भन्दाखेरि होइन यहाँ ठाउँ राम्रो रहेछ खिच्नलाई, बाहिरको पनि दृश्य लिनलाई, र एकछिन म खिचेर चाहिँ तल आउँछु भनेर उहाँले भन्नुभएको कि। जस्तो तपाईँहरू तल आइसकेपछि प्रहरीहरूलाई तपाईँले खबर गर्नुभयो कि भएन? आगजानी भएपछि के खबर गर्ने? सुन्नु आधी गनासम्म ढुङ्गाले आउने यहाँनिर पुलिस छ त्यहाँनिर
आएर 25 जना ढुङ्गा हानिरहेछ, 100 जना पुलिस त्यहाँ छ, त्यहाँ आएर एकछिन नियन्त्रण गर्न सक्दैन पुलिसले। पुलिस त हेरेर बसेको नि। भनेपछि हिजो यहाँ धेरै नै लापरवाही भएको हो। धेरै लापरवाहीको त टु मच तपाईँ कुरै छोडिदिनु न। यदि पुलिसले चाहेको थियो यो आगो केही पनि लाग्नेवाला थिएन कि, अलिअलि ढुङ्गा लाग्थ्यो होला अलग कुरा हो, नत्र भने पुलिसले चाहेको भए तपाईँको नियन्त्रण गर्न सक्थ्यो कि। यहाँ कति जतिको क्षति भएको अनुमान गर्नु भएको छ तपाईँ? एक्ज्याक्ट क्षति होइन, तर करोड प्लसै होला। अब करोड प्लस यो घर सर गर्दाखेरि त भन्न सकिँदैन अब होइन। अब घरको कति क्षति भयो, अब अफिसको तलको उनीहरूको 70-80 लाखको त स्टेसनको मात्रै भयो अरे। अब मेरो म निकाल्दैछु म होइन, त्यसो माथिको अब छुट्टै होला। 4वटा अफिस छन्। तपाईँको पनि अफिस यहीँ हो? मेरो पनि अफिस यही हो, त्यही भएर त म यहाँ बसेको। के को अफिस थियो तपाईँ? कुरियर एन्ड कार्गो। तपाईँको जस्तो हामीले भिडियोमा देख्दाखेरि माथिबाट सामानहरू फ्याँकेको हो, मेरै हो त्यो। ल्यापटपहरू त्यो बोराहरू फ्यारेको सबै मेरै हो, ल्यापटप फ्यारेको सबै मेरै हो। यो घटना चाहिँ कसरी हुन पुग्यो कि? घटना अब कसरी हुन पुग्यो त्यही त अब के कारणले उनीहरूले यो के रेसिपीले कारणले उनीहरूलाई त्यो ढुङ्गा हाने। उनीहरूको भनाइ चाहिँ के छ भने माथि पुलिस लुकेर बसेको छ भन्थे, तर माथि पुलिस चाहिँ थिएन है, त्यो कुरा कन्फर्म हो। म भन्न सक्छु, म राजावादी नै होइन, गठबन्धनवादी होइन, म साधारण जनता मान्छे। भन्न त यहाँनिर माथिबाट किनभने तपाईँको मभन्दा माथि अर्को ग्रिलमा तपाईँको चाबी लागेको छ, त्योभन्दा माथि अर्को अफिस हो। त्यो मान्छे हिजो आउनु पनि भएको छैन। पुलिस तपाईँको माथि कन्फर्म थिएन 100%। अब यो बिल्डिङमा थियो भने अलग कुरा हो, तर हाम्रो भएको बिल्डिङमा चाहिँ पुलिस थिएन। तपाईँको चाहिँ कति जति क्षति भयो? म निकाल्दैछु अहिले ठ्याक्कै नभनौँ, अहिले म निकाल्दैछु। सम्पूर्ण कुराहरू खरानी भएको छ होइन। जस्तो हिजो घटनालाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ? कसरी हो त अब के भन्ने यो घटनालाई त अब के अब सबै कम्प्लिटली एकदमै हुनै नहुने गर्नै नहुने कामहरू हो। आन्दोलनकारीलाई पनि यसले कहाँ पुर्याउँछ। जस्तो हिजो यो विशेष गरी यो घटनामा चाहिँ हिजो आन्दोलनकारी भन्दा पनि बाहिरी मान्छे चाहिँ धेरै घुसेर यस्तो भयो भन्ने खालको कुराहरू आइरहेको छ। बाहिरी मान्छे घुसपेट पनि थियो होला सायद, बाहिर लुटपाट पनि मान्छेहरू माथि गएको कारण चाहिँ के लुटपाट गर्न त होला नि, नत्र भने फुटाएर घरको माथि गएर अफिसमा आगो लाउनु भनेको त तपाईँको आन्दोलनकारीहरूको राजावादीहरूको तपाईँको त्यो त थिएन होला नि त उनीहरूको। भनेपछि हिजो प्रहरी पनि चुकेको हो? प्रहरी त कम्प्लिट चुकेको हो। प्रहरी त त्यही थियो नि तपाईँको 200 मिटर ओरा थियो। अब 200 मिटर आएर उनीहरू नियन्त्रण गरेर 20-25 जना ढुङ्गा हानेको, त्यो नियन्त्रण गर्न पुलिसले तपाईँको चाहेको भए सकिहाल्थ्यो नि। जस्तो दमकल आएको थियो, दमकललाई यहाँ आगो निभाउन दिएन होइन, त्यो दमकलले चाहिँ आगो निभाउन पाएको भए पत्रकारको ज्यान जाने थिएन भन्ने खालको कुरा सम्भावना थियो। पत्रकारले अब पत्रकारलाई मैले भनेको उहाँलाई तल जाउँ पनि भनेको मैले, भन्दाखेरि होइन यहाँ राम्रो फोटो अर्को AP1 पनि पत्रकार उहाँ चाहिँ निस्किनु भयो मभन्दा अगाडि सुन्नु भएको उहाँ। अघि तपाईँको जो मृतक भएको पत्रकारसँग कुराकानी भएको थियो, मैले उहाँलाई जाउँ पनि भनेको मैले। के भन्नु यहाँबाट उहाँले होइन यहाँ राम्रो आउँदो रहेछ, फोटो भिडियो सबै राम्रो आउँदो रहेछ माथिबाट, म किन खिच्छु भनेर उहाँले भन्नुभयो कि। उहाँको अलिकति जिद्दीपनले पनि उहाँको ज्यान गएको हो? जिद्दीपनले भन्दा पनि उहाँलाई नै आगो लागेर मर्छु नि जस्तो लागेन होला। पत्रकारको धर्म पनि होला नि तपाईँको एकछिनले सबै कुराहरू रियालिटी देखाउनु। हामी यहाँ अब पत्रकारहरूको हाम्रो काम गरेर अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, अन्नपूर्ण एक्सप्रेस अङ्ग्रेजी दैनिक, रेडियो अन्नपूर्ण र अनलाइन सोसल प्लेटफर्महरूको हाम्रो अफिसहरू छ। यहाँ हामी काम गरेर बसेर सर बिस्तारै यता ल्याउनु न सर। त्यहाँबाट ढुङ्गा भइसकेपछि हाम्रो कर्मचारीहरू आतङ्कित हुनुभयो। त्यसपछि यहाँबाट त्यो जो आन्दोलनकारी हुन्छ उहाँले आन्दोलन गर्दै यहाँ आएर यहाँ पछाडिपट्टिबाट चाहिँ ढुङ्गाले फोरेर नि बोरामा आगो पेट्रोल छर्केर आगो लगाएर भित्र आगो हाल्नुभयो। हामी यहाँबाट हेर्न सक्छौँ, यहाँ पछाडि गएर हामी हेर्न सक्छौँ। त्यसपछि त्यो माथिल्लो तलामा अलिकति माथिल्लो तला पनि फाल्नुभयो। माथिल्लो तलामा छिरेको भए चाहिँ हाम्रो यो माथिल्लो फ्लोर जम्मै आगो लागि हुन्थ्यो। त त्यो बोरा झऱ्यो तल, त्यो छिर्न पाएर झऱ्यो। त्यसपछि झरिसकेपछि हाम्रो त्यहाँ गाडीहरूले तलभित्र गएको आगो चाहिँ पानीको कोराले निभाउनु भयो। निभाइसकेपछि अब कर्मचारीहरू माथि हुन्थ्यो, त्यो सेकेन्ड फ्लोरमा पनि जम्मै कर्मचारीहरू हुन्थ्यो, उहाँहरू आतङ्कित हुनुभयो होइन। अनि अब रुवाबासी चलेको रे नाच्छ भन्दै यो अब आक्रमण गर्नेहरू चाहिँ भक्तको युङ केटाहरू थिए होइन, एकदम उच्छृङ्खल केटाहरू थिए। अनि त्यसपछि अब हामीले फुटेजहरू पनि पाएको छौँ। हिजो घोषणा गरेर माइकिङ गरेर ल कान्तिपुर हानौँ, कान्तिपुरपछि अब अन्नपूर्ण हानौँ भनेर माइकिङ गरेरै चाहिँ यहाँ हामीले फुटेजहरू पनि पाएको छौँ। पहिले प्रि प्लान योजना बनायो त्यो गरेर। मेरो नाम मनोज बस्नेत हो, म अन्नपूर्ण मिडिया नेटको महाप्रबन्धकको रूपमा कार्यरत छु। हामीले व्याकरणमा देखेका छौँ ध्वस्त सभा। पक्कै पनि यो आन्दोलनको नाममा अराजकता पहिराउने आतङ्ककारीहरू भन्छौँ हामीले, यसलाई आतङ्ककारीको संज्ञा दिएका छौँ। किनभने त्यो आतङ्ककारीहरूले हिजो आएर यहाँ हाम्रो तोडफोड गर्नुभयो। तोडफोड मात्र होइन, भित्र आगजनीको पनि प्रयास गर्नुभयो। आगो पनि लाउन
आगो त्यो बोरालाई बेरेर त्यो बोरामा पेट्रोल छर्केर त्यसपछि आगो यहाँबाट भित्र फाल्नु भयो। यो फर्स्ट फ्लोरमा हाम्रो चाहिँ केही नभएको हुनाले खास केही भएन। त्यसमा हाम्रो सुरक्षा गार्डहरू भित्र बस्नुहुन्थ्यो, कर्मचारीहरू भित्र थिए, आगो निमाए र माथिल्लो फ्लोरमा चाहिँ जो जुन आगो फाल्नु भएको थियो यदि त्यहाँ छिरेको थियो भने त हाम्रो अफिस पुरै ध्वस्तै हुन्थ्यो। आन्दोलनकारी नै हो कि आन्दोलनकारी बीच पनि बिचौलिया घुसिए भनेर भनिराख्नु भएको छ होइन, के थियो? अब यो को हो भन्ने कुरा चाहिँ यसलाई छानबिन हुनुपर्छ होइन। हामीले पनि अब कसरी यो हो भन्न सक्छौँ, तर आन्दोलनको नाममा हिजो भएको राजावादीको आन्दोलनको ब्याकअपमा यो घटना घटेको छ, त्यो पनि आतङ्ककारी गतिविधि शैलीमा। विशेष गरी मिडिया हाउसमा धेरै नै आक्रमण भयो है। पक्कै पनि अन्नपूर्ण मिडिया नेटवर्क लगायत कान्तिपुर लगायत धेरै मिडिया हाउसहरूमा त्यो पनि फेरि हिजो माइकिङ गरेर घोषणा गरेर हामीलाई अहिले फुटेजहरू पनि प्राप्त भएको छ, घोषणा गरेरै त्यहाँ यो आक्रमण गरिएको छ। भनेपछि यो अन्नपूर्ण हाउसमा आक्रमण गर्नको लागि योजनै थियो। अन्नपूर्ण मिडिया नेटवर्क, ल साथीहरू एउटा माइकिङ गरेको हामीले फुटेज पाएका छौँ, ल साथीहरू हाम्रो दुश्मन फलानो कान्तिपुर हो, हाम्रो दुश्मन अन्नपूर्ण हो, जाउँ आक्रमण गरौँ भन्ने एउटा हामीलाई फुटेज पनि प्राप्त भएको छ। यो फुटेज यहाँलाई चाहिन्छ भने हामी उपलब्ध पनि गराउन सक्छौँ। जस्तो कति जतिको क्षति भयो होला यहाँ? अब यसको त मूल्याङ्कन हुन बाँकी छ। हेर्नुहोस् यो सिसाहरू, अब यो नेपालमा कतिपय यो सिसाहरू पाइँदैन, यसको मूल्याङ्कन हुन बाँकी छ। ठ्याक्कै यति भनेर त भन्दैनौँ, तर हिजो जुन किसिमको भयो कर्मचारीहरू पत्रकारहरू सबैलाई भित्रै राखेर होइन जुन किसिमको यो भयो, यो चाहिँ एकदम निन्दनीय छ। कर्मचारीले भित्र राखेर एक जलाउने प्रयास हो यो। तपाईँहरूको ज्यान लिने पनि प्रयास भएको थियो। यही त हो नि, होइन र भन्नुहोस् त तपाईँ। कर्मचारीहरू भित्र हुनुहुन्थ्यो, यहाँबाट त्यो बोरामा राखेर आगो लागेर भित्र फाल्नुको अर्थ के? जस्तो हिजो एकजना पत्रकारको पनि ज्यान गयो, जलेर ज्यान गयो, कसरी लिनु? पक्कै पनि हाम्रो सञ्चारकर्ममा रहनुभएको एकजना पत्रकारको ज्यान गयो, यो दुःखद हो। तर यो ज्यान उहाँको कारण गएको होइन, यो ज्यान जानुमा यी आन्दोलनकारीहरूको पनि महत्त्वपूर्ण भूमिका छ। यसको निष्पक्ष छानबिन चाहिँ हुनुपर्छ र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ। तपाईँ आफै यो होइन सञ्चार